मेरो बाबाको लास नहुँदा मलामीहरू क्रिस्चियन मात्र थिएन क्या, यति धेरै हिन्दूहरू थियो। त्यो बेलामा यस्तो कुरा रह्यो, यस्ता छोराहरू थुक्का यो गाई खानेहरू बाउकी क्रिया नगर्ने त रहेछ। बाउको कारणले यो ठाउँमा छ, बाउको कारणले यहाँसम्म पुगेको छ। तर हेर यो छोरा के हो यो यस्तो। अरूले त हेर्नु सुन्नुहोस् है, अरू क्रिस्चियन दाजुभाइले त अरू बेला नगरे पनि बाबामा मर्दा त गर्छ त, तैँले पनि गर्न भन्ने। मेरो मामा छेउमा आएर भन्छ के गरेको यो बाउ होइन, माया लाग्दैन। आँसु चाहिँ फेरि यस्तो छ, रासिना छ, तर भित्रबाट चाहिँ यो चाहिँ गर्दिनँ भन्ने क्या। मेरो मम्मीलाई पनि मेरो अनुसारले गर्न दिनु न, मेरो पनि त छ, तर म यसरी पुज्ने लिप्ने सूर्य ढोक्ने यो चाहिँ गर्दिनँ भन्दै गर्दा लासै उठेन मेरो बाउ। बिहान 7 बजीदेखिको 10-11 बजीसम्म लास उठेन। त्यहाँ मान्छेले दुनियाँ भन्न थाल्यो, त्यहाँ मान्छेले क्रिस्चियन यस्तो उस्तो भन्न थाल्यो। मेरो पास्टर हुनुहुन्थ्यो मसँग, मेरो हात समात्नु भएको। त्यहाँ कसैले चाहिँ तिमीहरूको हिन्दू पनि त यस्तो भनिदिएको भए त्यहाँ डिबेट चाहिँ हुन्थ्यो। तर क्रिस्चियन दाजुभाइहरू यति नम्र हुनुभयो, मेरो पास्टरलाई सायद रिस उठेर होला मेरो हात समाएको, तर यस्तो माडाक मुडुक पारिदिनु भयो होइन। रिस उठेको नि उहाँलाई त्यो कुरो सुनेर, तर पनि केही नभनेको। पछि मेरो आफन्त बडा दमकबाट आएपछि उहाँले गर्नुभयो, बुढी खोला लग्यो। बुढी खोला लगेर बाबालाई जलाउन आँटेको दिन त्यो के भन्छ दाउरामाथि राख्यौँ, चितामाथि। त्यो काका त यस्तो खाने थियो, चल्दियो। अब फेरि को छ छोरा कोही भन्नु, म यहीँ छु ल। फेरि त्यही क्या, खुट्टा ढोक्नु पर्ने, अबिर लाउनु पर्ने, आफ्नो लुगा खोल्नु पर्ने, तालु खुइलिनु पर्ने होइन, दुनियाँ गर्नु पर्ने। म चाहिँ यो गर्दिनँ, आगो लाउनु गर्दिनँ म भन्छु। अब त्यहाँ पनि 3 घन्टा राख्यो, 2 घन्टा। अब कसले गर्ने? गरिसकेपछि त अब हामी परिवारहरूको 13 दिन बाँड्नु पर्यो, कसले गर्ने? मेरो दिदीले लु न म गर्छु, म कपाल खुइलिन्छु भन्दै गर्दा पनि छोरी मान्छेले गर्नु हुँदैन भन्ने क्या। किनभने यो 13 दिनको बिचमा छोरी मान्छेलाई हुने प्रब्लम आइदियो भने फेरि यो गर्नु पर्दो रहेछ नि त। त्यही भएर छोरी मान्छे त्यसरी बस्नु हुँदैन। छोराको जस्तो बस्नु त बस्छ, तर छोराको जस्तो गर्नु हुँदैन भनिसकेपछि त्यो लासै चल्यो। मान्छेले दुनियाँ भन्न थाल्यो, दुनियाँ मान्छेले यतिसम्म गर्न थाल्यो। पछि त्यो काका फेरि आएपछि उसले आगो लगाइदियो। घरमा गयौँ, घरमा एउटा कोठामा हुन्थ्यो, एउटा कोठामा म यतिकै छु। मैले कपाल पनि काटिनँ, मैले सेतो लुगा पनि लगाइनँ, केही लगाइनँ। मेरो दिदी, मेरो मम्मी अनि त्यो काका एउटै कोठामा हुनुहुन्थ्यो। कसैलाई छुन मिल्दैन थियो। मेरो दिदी रातिको 12-1 बजी उठ्यो अनि बुवा भनेर रुन्थ्यो। मलाई यति भित्रबाट लाग्थ्यो, म ढोकाबाट छिर्नु पनि हुँदैन थियो क्या त्यो बेला। म मेरो आमालाई, मेरो दिदीलाई त्यो बेलामा प्रेम देखाउनु मन लाग्थ्यो, नजिक हुनु मन लाग्थ्यो, मैले छुनु नहुनु। त्यो बेलामा कति गाह्रो भयो। मलाई के लाग्थ्यो भने म के गर्दैछु यो 20-22 वर्षको उमेरमा। मैले न मेरो बाउलाई जलाउन पाएँ, न बाउसँग हुन पाएँ, न आमा दिदीसँग हुन पाएँ। अनि यो 13 दिनको बिचमा मेरो दिदी स्कुल पढाउनुहुन्थ्यो, उसको साथीभाइ आउँथ्यो। सरी है, माफ गर्नु होला, अलिक बाउ क्षेत्रले चाहिँ हेर्नै नसक्ने क्या हामीलाई। आयो यो छोरा भन्ने, मसँग आँखा नजुदाइदिने होइन। मेरो दिदीको साथीहरू दिदीसँग बोल्ने जाने, मसँग 5-7 दिन कोही नबोल्ने क्या। ए यो भन्ने हेर्ने त अब यस्तो खालको रहेछ भनेर जाने। एक दिन बत्तिसमाको क्लास थियो चर्चमा। 7-8 दिनपछि बिहानै यसरी हाम्रो भाइहरू थियो, पास्टरबाले बोलाउनु भयो। अनि पास्टरबाले मलाई पनि बोलाएपछि गएँ। म बत्तिसमा दिने भाइ बहिनीहरूलाई के भन्नुभयो भने तिमीहरू जसरी अहिले बत्तिसमा लिँदैछौ, प्रभुलाई विश्वास गर्दै गर्दा जहिले पनि सम्पन्नता हुन्छ भन्ने छैन, जहिले पनि जीवनमा भनेको जस्तो पुग्छ भन्ने छैन, जहिले पनि जीवनमा आशिष हुन्छ भन्ने छैन। हेर्दै यसको जीवनमा यही जस्तो आयो भने चाहिँ तिमीहरू के गर्छौ त्यो बेलामा होइन र? यसकै जस्तो समाज उर्लेर आयो, परिस्थिति उर्लेर आयो, परिवार उर्लेर आयो भने प्रभुलाई त्याग्छौ कि विश्वास गर्छौ भनेर त्यहाँ उभिँदै गर्दा मलाई साह्रो रुन मन लाग्यो। त्यो बेलामा चाहिँ संसारको अगाडि यस्तो छोरो भइरहेको, प्रभुले मलाई केही न केही गवाई चाहिँ बनाउँदै हुँदो रहेछ है भन्ने त्यहाँ लाग्यो क्या मलाई भित्र। पछि अनि बिस्तारै मलाई चिनेको दाजुभाइहरू आउन थाल्नु चर्चबाट, विश्वासीहरू नि 1-2जनाले के भन्नुभयो भने भाइ म पनि एक्लो विश्वासी हो, मलाई जहिले डर यही हुन्थ्यो मेरो घरमा यस्तो आइगयो भने म के गर्ने होला भनेर। तर जब तिम्रो जीवनलाई देखेँ सकिँदो रहेछ,
जे होस् सकिँदो रहेछ भनेर भन्दा चाहिँ मलाई त्यतिखेर चाहिँ अलिकति इन्करेज के गर्नु परमेश्वरमा चाहिँ म केही गर्दैछु होला। समाजको अगाडि मान्छेको अगाडि मेरो बाउलाई चिन्ने मान्छेहरूले मलाई अहिले पनि भनौँ मेरो फुपूहरूले मलाई भदै भनेर बोलाउनु छोडे क्या। यो भदै सधैँ होइन होला बाउको चाहिँ नगर्ने विषय भनेर बोलाउन छोडे क्या कतिजनाले। कतिजना हाम्रो परिवारमा हिजो अस्ति भर्खर मेरो काकाको छोरीको बिहे भयो यस्ता क्रिस्चियनहरूलाई के बोलाउनु भनेर आफ्नै काकाको छोरीको बिहेमा बोलाएन पनि। यस्ता कुराहरू आउँदै गर्दा पनि परमेश्वरमा चाहिँ जब हिँड्दै गर्दा 13 दिन 14 दिनपछि मेरो दिदी र मेरो मम्मीले चाहिँ कहिले नेगेटिभ लिनु भएन। उहाँहरूले यसले जे गरे तापनि यसले हामी जस्तै खाएन, हामी जस्तै ऊ पनि दुःखमा थियो होला, कपाल काटेको थिएन, गराएको थिएन, तर उसमा पनि पीडा थियो। बरु उसले आउने जति सबैलाई गरौँ भनेर मेरो दिदी र मेरो मम्मी चाहिँ कहिले एगेन्स्टमा आउनु भएन। तर ऊभन्दा बाहिरको सबै आफन्तहरू एउटा साथीले मलाई यहाँ त भाइ के भन्नु थाहा छ यसरी अङ्गालो मानौ प्रभुलाई पाएको थिएन त्यो मान्छे आशिष तिमी परमेश्वरमा यस्तो बलियो छौ भाउको क्रिया पनि गरेनौ ठिक छ तर कुनै केटीको कारण चाहिँ परमेश्वरलाई त्याग्यो भने नि म तिमीलाई एक झापड दिन्छु नि फेरि भन क्या। किन भन्दै गर्दा धेरैजनाले केटाको निम्ति केटीको निम्ति त्यागेको छ क्या प्रभुलाई होइन र पास्टरबा। मेरो दाइले पनि त्यही गरेको। ऊ हो चर्च जाने सुरुमा एउटा केटी पाउनको निम्ति प्रभुलाई त्यागिदियो। त्यही भन्नु बाउको क्रिया चाहिँ नगर्ने तर केटीको निम्ति चाहिँ त्यागिदियो भने नि म तिमीलाई दिन्छु भन्दै गर्दा बिजेको थियो। धेरैले प्रभुलाई पाएको व्यक्तिले गवाही बिगार्दैछ क्या। धेरैको जीवनले प्रभुले पाएको व्यक्तिले पनि बाहिर समाज अगाडि आफ्नो गवाही बिगारेको कारण त्यही भनेको समाजले मलाई अरू दाजुभाइले त आमा बाउ मर्दा क्रिया कस्तो त बस भनेको त्यही केटाकेटीको निम्ति आफ्नो विश्वासलाई प्रभुले त्यागेको कारण त्यागलास भनेर मलाई अलर्ट गरेको खबरदार गरेको होइन सर। जब यो कुरा भयो नि परमेश्वरको यो सानो कुरामा उभिँदै गर्दा प्रभुको अनुग्रह होला यो ठाउँसम्म। जब यो कुरा भयो 3 महिना 4 महिनापछि मेरो मम्मी कोभिडको हस्पिटलमा पर्नुभयो। 1 महिना कोभिडको हस्पिटलमा हुँदै गर्दा मेरो दिदी जहिले रुन्थ्यो। अब बाउ मरेको 3 महिना भयो आमा पनि मर्ने भयो। डक्टरलाई गयो भेट्न 1 हप्ता त हामी बोल्यौँ। त्यहाँदेखि त उहाँको मुखबाट नाकबाट अक्सिजन लगाएर भेन्टिलेटरमा राखेको 2 हप्ता नबोल्दै गर्दा विराटनगर जान्थ्यौँ जहिले डक्टरलाई भेट्यो क्रिटिकल छ जे पनि हुनसक्छ भन्ने। विराटनगरबाट फर्किँदै गर्दा आँखाभरि आँसु लिएर आउँथ्यो। आँखाभरि पीडाको साथमा मेरो दिदीले प्रब्लम पाएको थिएन। अब हामी टुरा हुने भन्दै गर्दा कस्तो हुन्थ्यो होला मलाई 20-22 वर्षको उमेरमा। तर दिदीको अगाडि रुनु मन लाग्दैन थियो। म मेरो कोठामा छिर्थेँ अनि प्रभुसँग यही भन्थेँ क्या। प्रभुले मलाई एकजना व्यक्ति चाहिँ सम्झाउनु भएको थियो त्यो बेलामा जो चाहिँ हिजकियाको जीवनमा थाहा छ। अगमवक्ताले जत्तेलाई गएर भन्थे त्यो मर्छ भन्दै गर्दा अगमवक्ता आफ्नो कोठामा जान्थ्यो अनि प्रभुसँग भन्थ्यो प्रभु मैले तपाईँको प्रति गरेको ती भलाइलाई सम्झिदिनुहोस् न, मैले तपाईँप्रति गरेको ती कार्यलाई सम्झिदिनुहोस् न भन्दै गर्दा प्रभुले त्यो अगमवक्तालाई आदि बाटोमै जाँदा फेरि जा गएर त्यसलाई भन् त्यसको प्रार्थनालाई त्यसको आँसुलाई मैले दिएको छु। अब त्यो मर्दैन अझै त्यसको आयु थपिदिन्छु। आमेन। यो कुरो मलाई रिमाइन्ड गराउनु हुन्छ नि। मैले हिजकियाको पुस्तकबाट त्यो व्यक्तिलाई खोजेर पढेँ अनि मैले यही प्रार्थना गर्थेँ कि तपाईँ सत्य परमेश्वर हुनुहुन्छ भने तपाईँले मेरो पनि आँसु देख्छ है, मेरो पनि प्रार्थना सुन्छ। मैले तपाईँको निम्ति यो जवानी उमेरलाई सुम्पिदिँदैछु, तपाईँको सेवामा सुम्पिदिँदैछु। अवश्य तपाईँले मेरो मम्मीलाई मर्न दिनुहुँदैन, मेरो बाबा जे भयो भयो भन्दै गर्दा 1 महिना हुन आँटेको थियो। मेरो मम्मीले क्या कसैको नम्बरबाट कल गरेर मेरो मम्मीले चाहिँ जहिले प्रार्थना गर्ने अरे उहाँलाई चाहिँ बिस्तारै आफ्नो ईश्वरप्रति विश्वास हराउँदै गएको थियो नि त। अब उहाँले चाहिँ भन्ने अरे यदि मेरो छोरोको ईश्वर सत्य छ भने चाहिँ मलाई बचाइदेऊ, म तिमीलाई विश्वास गर्छु भन्ने अरे क्या। अनि उहाँलाई डर चाहिँ कसरी लाग्ने भन्दा त्यही अगाडि कोभिडको व्यक्तिहरू अघि आएको हिजो बोलेको व्यक्तिहरू भोलि सुन्दा त मर अरे भन्ने सुन्दाखेरि चाहिँ उहाँलाई लाग्यो म पनि यस्तै हुन्छु कि भन्ने डर अरे क्या। तर जसै उहाँले यो भन्नुभयो अनि मलाई केही भन्नुभयो मलाई तेरो बाइबल पठाइदिएन भनिसकेपछि त यति खुसी लाग्यो। मसँग त सानो सानो बाइबल थियो
अब मम्मीले पढ्छ होला जस्तो लागेर नि खोजेर अत्र ठुलो बाइबल अत्र ल्याएको बाइबल खानामा हालिदिएर लग्दै पढ्नु त सक्नुहुन्न रहेछ तर सिरानीमा चिपेर मलाई बचायो भने म तिमीलाई विश्वास गर्छु भन्नुहुँदो अरे क्या। अनि ठ्याक्कै 1 महिनापछि मम्मीलाई घर ल्यायौँ। साह्रो विक, साह्रो कमजोरी। जब मेरो दिदीको बाबाको काम सकियो वैशाखमा उहाँ बित्नु भएको चैत छेउतिर हो या यस्तै अगाडि नै हो 10-11-12को महिनामा थियो। जब बाबाको काम सकिसकेपछि दिदीको मगनी भइसकेको थियो। बिहे भयो वैशाखमा। बिहे भएको 3 महिनामा मेरो मम्मी चर्च जान थाल्नुभयो। आमेन। मेरो मम्मीले चाहिँ यो भन्ने कि अब छोरा र छोरी मेरो छुट्टी नै हो। अब मैले तसँग चर्च गइदिएँ भने फेरि छोरीको बिहे अर्काको घरमा गरिदिनु राम्रो हुँदैन। उसको मगनी भइसकेको छ। उसको बिहेसँग चाहिँ पक्न अनि उसको बिहेपछि यही घरबाट उसलाई अम्नाएपछि चाहिँ म तसँग जान्छु भनेर त्यसरी गर्नुभयो। अनि मेरो मम्मी चर्च गर्नु 2 वर्ष 3 वर्षको। मैले आज भन्नुको रिजन चाहिँ म जवानी उमेरमा 20-22 वर्षको उमेरमा मेरो अस्तित्व मेरो बोलावट म को भनेर नचिनेको भए मैले त्यो परिस्थितिमा मेरो बाउ बित्दै गर्दा त्यहाँ मेरो गवाई बिगारिदिएको भए सायद आजको दिनमा म यहाँ हुन्न थियो होला। म यो सेवकाईमा हुन्न थियो होला। मेरो परिचय मान्छेको अगाडि के हुन्थ्यो होला भन्नुहोस् त। यो पनि समयअनुसार धर्म हुने विश्वासी। कस्तो विश्वासी पो भन्छ त्यस्तोलाई त क्रिसमसै होइन, क्रिसमस खाना मात्र आउने अरू बेला त्यस्तै त्यो हुन्थ्यो होला क्या। तर जब सानो कुरामा इमान्दार भएर उभिदिनुहोस् भाइ बहिनीहरू। गिदोनको जीवन जस्तै मेरो जीवन जस्तै प्रभुले अवश्य तपाईँ र मेरो जीवनमा काम गर्नुहुन्छ। आमेन। सानो कुरामा विश्वासयोग्य भएर संसारसँग अस्ति भने नो कम्प्रोमाइज क्या। यदि परमेश्वरको विरुद्धको कुरा छ भने नो भने नो नै। यदि यो परमेश्वरको वचनभन्दा बाहिर छ भने परमेश्वरले यही भन्नुभयो तेरो जीवनमा नो भने नो, यस भने यस। कसैले तपाईँलाई विभिन्न कुराले परमेश्वरबाट टाढा लानु खोज्दैछ भने नो नै हुनु पर्ने। जब तपाईँ यो सानो कुरामा उभिनुहुन्छ नि परमेश्वरको वचनले भन्छ त्यो व्यक्तिलाई चाहिँ तपाईँले साह्रो कदर गर्नुहुन्छ। आमेन। त्यो व्यक्तिलाई तपाईँले साह्रो वास्ता गर्नुहुन्छ। मेरो जीवनमा यही भएको। तपाईँलाई अझै मैले छोडेकै छुइनँ। मेरो बाबा बितेपछि हाम्रो फाइनेन्सियल अति घट्यो। मम्मी पनि कोभिडले अब मसँग बाइबल कलेज पढेर भर्खर आएको एक्सपिरियन्स केहीको छैन। सफारी कुदाउन थालेको मैले किनभने दिदीको बिहे भयो 4-5 लाख ऋण लाग्यो। के गर्ने सफारी कुदाउन थालेको। तर परमेश्वरमा चाहिँ एउटा रिले के थियो भने म तपाईँको सेवा गर्छु। मलाई विदेश जानु पनि छैन। हाम्रो सेमिनारमा हुन्थ्यो चर्चमा यस्तो व्यक्ति खडा हुनुपर्छ यताउता भन्नुहुन्थ्यो। सेवकहरू कम्ती बनाउने मात्र भन्नुहुन्थ्यो। तर जसै सेवक भन्नुहुन्थ्यो यो चाहिँ मेरो निम्ति भनेकै जस्तो लाग्थ्यो। हामी सबै कुरामा उठ्नुपर्छ तर मेरो बोलावट सायद यसमा भएर होला मलाई सेवाकाई गर्नु मन लाग्यो। अर्काको काम गरौँ भने बिहानदेखि एकचोटि मैले 3 महिना एकाउन्टेन्ट्स पनि गरेँ सिकेर। यो सेवाको हृदय भएर होला। सेवा समिति जाने बिहानको 7 बजेदेखिको बेलुकाको 8 बजीसम्म काममा हुँदा कहीँ जान नपाउने होइन, केही गर्न नपाउने। शनिबार पनि रस टाइपको हुने। के गर्ने होला कसो गर्ने होला लुगा धुँदा चर्च जाँदा टाइम बितेर जाने। त्यो काम गर्दा गर्दा थकित भएपछि 3 महिनापछि प्रभु म काम छोडिदिन्छु तपाईँकै सेवा गर्छु भनेर सफारी कुदाउँदै गर्दा परमेश्वरको अनुग्रहले प्रभुले यो टिमसँग आइसिपिएफसँग जोडिदिनु भयो। उहाँ ठिकै उनीहरूले पे गर्छ राम्रै गर्छ। तर त्योभन्दा बढी चाहिँ परमेश्वरले विभिन्न जग्गामा गएर यो गवाई सुनाउनु हुँदै हुन्छ। यो जवानहरूको बिचमा यसरी उपाउँदै हुन्छ नि। यो चाहिँ केही कारण होइन प्रभुकै अनुग्रहले। सायद मेरो बाबाको त्यो घटनामा म विश्वासयोग्य नभइदिएको भए सायद यो ठाउँमा पुग्दिनँ थियो होला। तर हरेक परिस्थितिमा एउटा सानो विश्वासयोग्य भइदिनुहोस् प्रभुले त्यसको ठुलो कदर ठुलो परिणाम लिएर आउनुहुन्छ। आमेन। विश्वास गर्नुहुन्छ तपाईँको जीवनमा ठुलो काम हुन्छ भनेर? हजुर छेउको साथीलाई भनिदिनुहोस् न तिम्रो जीवनमा ठुलो काम हुन्छ। तिमीसँग परमेश्वरको योजना छ। आमेन। तिम्रो निम्ति बोलावट छ। तिमी सुसाइड गर्ने व्यक्ति होइन है। तिमी बोयफ्रेन्डले धोका दियो भनेर हात काट्ने व्यक्ति होइन। आमा बाउले बुझेन भनेर घर छोडेर हिँड्ने व्यक्ति होइन। होइन दाजुभाइहरू ड्रग एडिक्ट हुने व्यक्ति होइन तपाईँ। अहिलेदेखि नै सानो कुरामा उभिनुहोस्
त्यो ठाउँमा तपाईँलाई प्रभुले जीवन लिएर आउनुहुन्छ। आमेन। हामी केही छिन प्रार्थना गरौँ त प्रभुसँग। हजुर